नमस्ते है सम्पूर्ण साथीहरुमा बिहानीको म चाहिँ ठ्याक्कै ड्युटी जाँदैछु। यो चाहिँ मलेसियाको जोहोर बारुमा मसाई एरिया भन्छ। यो चाहिँ मसाईको एरिया हो। प्लेन्तोङ पनि भन्छ, मसाई पनि भन्छ। खास गरी चाहिँ यो एरिया ठुलो छ मसाईको, तर यो गाउँ चाहिँ प्लेन्तोङको भन्छ हैन। प्लेन्तोङ एरिया हो यो चाहिँ। बिहानी पख रमाइलो यसो एउटा सानो क्लिप बनाउन त भनेर बनाएको। क्या रमाइलो खालको छ, क्या आनन्दका बस्तीहरू छन्। झ्याप्प एकै ठाउँमा नेपालको जस्तो 3-4 तले घरहरू पनि चाहिन्न। यहाँनेर सिम्पल घर, एक तले घरहरू, 2 तले, रमाइलो खालको एरिया छ। सरररर बनाएर गयो। रोड पुरै खाली छ रोड। बिहानी पख लगभग 7 बजेको आसपासमा बनाएको भिडियो। खासै त्यति धेरै रोडमा चाहिँ भिड छैन। रोडहरू कमै मात्रामा छ। रोडमा गाडीहरू पनि चट्ट बनाएर अलिअलि गाडीहरू कुदिरहेका छन्, लोरीहरू गइरहेका छन्। बस्ती रमाइलो छ। ठ्याक्कै लाएर यो हामी चाहिँ मसाईको प्लेन्तोङको एरियामा आइपुग्यौँ। प्लेन्तोङको एरियामा आइपुग्यौँ। बाटो क्रसिङ गर्नको लागि अलिकति लेट हुँदैछ। पुलहरू पनि बबाल हुन्छ यतातिर त। लगभग यही पुल मुनिबाट 8 लेनको बाटो कुदिरहेको छ। पुल माथि फेरि 6 लेनको बाटो कुदिरहेको छ। यहाँबाट चाहिँ अब क्रस यो जुन मैले भिडियो बनाउँदै गरेको देखाइरहेको दृश्यभन्दा अपोजिटमा चाहिँ टुडे मार्केट छ मसाईको हैन। सबैभन्दा सस्तो मार्केट। यहाँ अगाडि यहाँनेर चाहिँ स्यामसङको ग्यालेक्सीको सोरुम छ हैन, अफिस छ। बवाल एरिया छ। यतातिर चाहिँ गाडी अलिक बढी मात्रामा पनि छन्। यो चाहिँ अलिक गाउँतिरको एरिया भयो। साइड हामी चाहिँ ट्राफिक जाममा परिरहेको छौँ अहिले। सर्लक्क बनाएर त्यो अगाडिको चाहिँ देखिने दृश्य चाहिँ हस्पिटल हो मसाईको। अब लाग्यो हामी प्लेन्तोङ एरिया, मेरो ड्युटी पोस्ट नजिक।